मान्छेहरूले भन्नुहुन्छ कि सक्सेसफुल हुनको लागि बिजनेस नै हुनुपर्छ भनेर भन्नुहुन्छ होइन। अब त्यो कुरामा एकदम कन्ट्राडिक्ट कुराहरू जस्तो लाग्छ कि हामीले यसमा एकदम के भन्छ डिबेट गर्न मिल्छ जस्तो लाग्छ कि। अब हामीलाई मलाई चाहिँ कस्तो छ भन्दाखेरि हामीले चाहिँ बच्चादेखि नै सिकाइएको छ कि जागिर भनेको गिर दुईवटा शब्दले बनेको आफू एउटा ठाउँमा गएर गिर्नेर काम गर्ने ठाउँ हो भनेर मैले त्यस्तो सुन्दै आएको छु कि होइन। त्यही भएर हाम्रो मेरो पर्सपेक्टिभमा चाहिँ मान्छेले बिजनेस नै गर्नुपर्छ सक्सेसफुल हुनको लागि भनेर छ होइन। तर मैले कति धेरै जब गर्ने मान्छेहरूसँग भेटेँ कुरा गरेँ होइन, उहाँहरूको पर्सपेक्टिभ सुन्दा चाहिँ अलिकति फरक लाग्यो कि मलाई। किन भन्दाखेरि यदि तपाईँले आफ्नो जिन्दगीमा स्टेबिलिटी चाहनुहुन्छ होइन, ह्याप्पी लाइफ ह्याप्पी फ्यामिली चाहनुहुन्छ होइन, टाउको दुखाउन चाहनुहुन्न भनौँ न बेसिकली, भने चाहिँ जब क्यान बी अल्सो अ बेटर अपर्च्युनिटी होइन हुन्छ नि, त्यो पनि एउटा राम्रो एस्पेक्ट हुनसक्छ जस्तो लाग्छ कि मलाई चाहिँ अहिलेको कन्डिसनमा। किन भन्दाखेरि सबै जब नहोला तर कुनै कुनै जबहरूमा त हुन्छ नि ग्रोथको लागि स्पेस छ होइन, त्यहाँ पनि आफ्नो क्रिएटिभिटी देखाउने ठाउँ छ होइन। सो म चाहिँ होइन अहिले चाहिँ त्यो कुरामा एकदम पनि विश्वास गर्दिनँ कि बिजनेस नै गरेर सक्सेसफुल भइन्छ भन्ने कुरा चाहिँ अलिकति डिबेटेबल टपिक हो जस्तो लाग्छ कि।